नानी मेरो यो पैसा राखिदेऊ न, जले दुईटामा जले राखे नि हुन्छ। भत्ता आएको थियो, म बिर्सिहाल्छु, राखेको ठाउँ ठेगान हुँदैन, शुद्धि छैन, यसो कतै जाने बेलामा चाहिने। आफै राख्नु न मम्मी, किन अनि हामी त सक्दैनौँ, तपाईँ आफै राख्नु। राखेको ठाउँ बिर्सिहाल्छु। एक ठाउँमा राख्नु न, म त सक्दिनँ। म राखिहाल्छु नि मम्मी, पनि के चिन्ता गर्नुभएको, म राखिहाल्छु नि, म राम्रोसँग राखिदिन्छु, चिन्ता नगर्नुहोस् मम्मी। हुन्छ, जले राखे नि राख, चाहिने बेलामा दियाओ, भइहाल्छ नि। भइहाल्छ नि मम्मी, किन चिन्ता गर्नुहुन्छ, तपाईँलाई चाहियो बेला हामी दिन्छौँ। नानी ल तिमीलाई दिएँ है मैले। दिदी म चाहिँ गएँ। नानी मलाई अलिकति पैसा भए देऊ न, बहिनी कहाँ बोलाएको थियो, जाउँ भने खर्च छैन। कहाँबाट हुनु पैसा, मसँग चाहिँ पैसा जति सबै जेठी बुवाले राख्न दिने, अनि मलाई पैसा मागेर हुन्छ त अहिले? छैन मसँग त पैसा, उहीसँग माग्न जानु। मसँग त 1 रुपैयाँ पनि छैन, तपाईँको छोराले पठाएन मलाई पैसा, मैले चाहिँ कहाँबाट दिनु त? गएर जेठी बुवाले माग्नु न, अनि उसलाई राख्न दिने, अनि मलाई माग्न आउने हुन्छ त त्यस्तो पनि। जानु। नानी मैले अस्ति राख्नु दिए पैसा देऊ न, अलिकति बहिनी कहाँ जाउँ भने खर्च छैन। ए त्यति पैसा राख्नु दिएको पनि चाहियो तपाईँलाई? तपाईँको खाएको लाएको सबै हिसाब किताब गरौँ त म। तपाईँलाई त्यति पैसा पनि चाहियो, मैले त मागिसक्यो, त्यो पैसा त यही घर खर्ची गर्यो छैन। यति दुःख गरेर हुर्काएँ, छोरा बुहारी भनेर दुःख गरी तपाईँले छाडेर गइहाल्नुभयो। बुहारीहरूले कस्तो हो यसलाई गर्छ, कस्तो वचन लाउँछ। मलाई नि तपाईँसँगै लानु है, लिन आउनु, मलाई पनि बस्नु मन छैन, मलाई नि तपाईँसँगै जानु मन छ। तपाईँ जहाँ जानु भएको छ मलाई पनि त्यही लानु, छिटै लिन आउनु है मलाई। किन रोयो आमा? किन रुनु है नानी, वचन लाउँछन्, आफूले राख्नु दिए पैसा नि दिँदैनन्। म त अब बाँच्दिनँ होला बाबु। चिन्ता नगर्नु आमा, म भाउजूहरूसँग गएर कुरा गर्छु, तपाईँ टेन्सन नलिनु, चुबा लाएर बस्नु है आमा। ल बाबु। अनि भाउजूहरू तपाईँहरूले गर्नु खोजे के हो? किन के भएर? अब आमालाई उता आमा रुइरहेर छ, अब मैले सबै कुरा सुनेको छु। हामीले रुवा हो र तपाईँको आमालाई? मैले त्यहाँ सबै कुरा सुनिसकेको छु, म के कुरा सुन्यो तपाईँले? बाहिरै बसेर म सुनिरहेको छु। अब दाइले, अब मैले दाइलाई फोन गरेर भन्न पनि हो कि के हो? अब यत्रो, अब दाइले त्यत्रो पैसा पठाइदिनु नि आमालाई, अब 1 रुपैयाँ नदिनु तपाईँहरूले। अब तपाईँहरूले गर्नु खोजे के हो? फोन गरेर आफै भनिदिनु पर्छ है के हो? भाउजूहरू गर्नु खोजे के हो तपाईँहरूले? अब भन्नु पनि हो कि नभन्नु पनि हो, अब मलाई थाहा। अब मैले अहिलेदेखि होइन उहिलेदेखि हेरिरहेको छु, अब तपाईँहरूले कस्तो गरे अब अलि यसो विचार पुऱ्याउनु हो भाउजूहरू, विचार पुऱ्याउनु। अब दाइलाई फोन गरेर भन्नु पनि है, के भन्नु पनि हो, विदेशबाट त्यतो पैसा पठाइदिन्छ, अब आमाले 1 रुपैयाँ पनि नदिने। अब गर्नु खोजे के हो? उल्टै वचन लाउने तपाईँहरू। अब यहाँ त्यतिकै आमा तपाईँहरूलाई सम्झाउनु बुझाउनु मात्रै आयो, विचार गर्नु ल। अब यति भन्न अब गयो, अब आफै विचार गर्नु होला है। आमै देवर बाबुले त सबै थाहा पाएछ है। सुनेछ होला है, कतिखेर आमा उयो मार्छ नि फेरि बुढाले थाहा पायो भनेर। होइन दिदी, अबदेखि हामी त्यस्तो नगरौँ, आमालाई राम्रो गरौँ। फेरि हामी आफै घरबाट निकालबास हुन्छ कि यस्तो गऱ्यो भने त। आमा मलाई त कस्तो डर लाग्यो, पैसाको कुरा त कसरी थाहा भयो है दिदी? अबदेखि हामी त्यस्तो नगरौँ, आफ्नै आमा जस्तै गरेर राखौँ, त्यस्तो नगरौँ है। हामी आफै बस्न सक्छौँ